हेलो गाइज गुड मर्निङ। आज म मोमोजको लागि गोबी लिन आएको छु यहाँ मन्डीमा होइन। ओभर छ मन्डीमा गोबी होइन, गाजरहरू पारि चाखा गरिराखेको छ। साथमा यो फुलगोबीहरू पनि टनाटन छ होइन। र यो ठुलो मन्डी हो यहाँ भित्रमा बडा तगडा हिसाब किताबको सब्जीहरू पाइन्छ कि, जस्तो यो काँक्रा पाइन्छ, त्यो काँक्रा गोबी हेर्नु, यो चाइनिज खिराहरू छ, यस्तो टनाटन फुलगोबी छ, यतातिर गाजरहरू खचाखच भरिरहेको छ, टिटे करेला, बिन्स, मटरको सिजन आयो, मटरहरू भयो, बैगनहरू भयो, मुलाको सिजन आएको छ, मुली, उतातिर फर्सीहरू भयो, खचाखच के यसो हेर्दाखेरि नि क्या सब किनेर लगाउँ जस्तो लाग्छ। तर के गर्नु, लगेर बेच्न पनि सक्नु पर्यो होइन। यो मन्डीको भाउ हो, यहाँ बोली लागेको हुन्छ। झ्याम खुर्सानी हेर्नुहोस्, यहाँ खुर्सानी छ यतातिर होइन। टमाटरको फालो आयो, टमाटर हुन्छ होइन। त्यस्तै गर्दा अनि अब म जाँदैछु आलु प्याजको तरै, आलु प्याज ट्रकबाट आलु प्याजहरू झारिरहेको छ यहाँ फेरि होइन। अब यहाँ आफ्नो पाराको भाउ हुन्छ। टमाटरहरू भयो, प्याजहरू, आलुको बोरा 600 रुपियाँमा पाइन्छ हेर्नु न। यहाँ मतलब सबै तरहको रेटको मालहरू पाइन्छ यहाँ। मन्डी ठुलो छ, भिडियो अलि लामो हुनसक्छ, तर स्किप नगरिकन भिडियोलाई हेर्नु होला। र यो हो खान्सा मन्डी, यहाँ आउनु होला सबैजनाले। अलिक सहज पर्छ किन्दाखेरि, किनभने चाहिँ अलिकति यहाँको भाउ केही फरकै हुन्छ आफूले जो सानो बजारमा किनिन्छ त्यो भन्दा। त्यस कारणले गर्दाखेरि गाइज आउनुहोस्, मार्केट गर्नुहोस्, यहाँबाट सब्जीहरू लगेर जानुहोस्। प्याजहरू, आलु प्याजहरू तपाईँको अन्य ट्रक देखिन्छ यहाँ। अनि गाडीवालाहरू सब धराधर यहीँ आउँछन्, सबैले यहीँबाट लगेर जान्छन् होइन। त्यस्तो कुरा यहाँ भोलि लागिरहेको छ हर कुराको। सब बिहान उठेर आउने 5 बजे, त्यसपछि सब खचाखच लागिरहेको छ मन्डी गाइज। टमाटर थ्याङ्क यू। क्यारेटहरू होइन। अब म प्याजको भाउ सोध्छु, त्यसपछि आलु प्याज हाल्नुपर्छ यहाँ त। है तेरी